पैसा पराने के फ्री में आउँछ के और आउनु के सानो बच्चा हामीलाई चिन्ता हो यो अरे होइन रास्तामा अब कहाँ रुक्ने गाडी त उता कता राख्नु त नेपालमा लान पैसा हालेर लिएको फ्रीमा थोड्न लिएको अनि फिर्ता गर्नु न त कहाँ गर्नु त यति टाढाबाट लिएको फिर्ता गर्नु बहिनी तपाईकै बच्चा बिरामी हुन्छ भनेर हामीलाई चिन्ता हो बुझ्नु हुँदैन बिमारी खाएकै छैन त नि के फिर्ता गर्नु फिर्ता गर्छन् त टाढादेखि लिएको फिर्ता गर्नु फिर्ता पैसा दिन्छ के वापस लान पाउँदैन त्यति लान किन पाउँदैन त किन बेच्नु भएको छ त्यहाँ पनि रोक्नु फेरि बन्द गर्नु दोकानमा पनि अब के भन्ने तपाईँ के भन्ने धेरै रोक्छ त दुई चारवटा यतिको लागि पनि बच्चाको लागि एउटाको लागि पनि रोकिन्छ लान मिल्दैन किन बिहान भन्दा दोकानमा नि बिहान गर्नु न फेरि मैडम लान पाइँदैन बुझ्नु न हजुर किन बुझ्नु पढे लेखे किन दोकानमा नि बन्द गरिदिनु बिहान गरिदिनु दोकानमा नि बन्द गरिदिनु हजुर यस्तो बुझ्ने मान्छे अब अरे बच्चाको लागि यति टाढादेखि लिएको नजिकै छोड्न लिएको मेरो कुरा सुन्नु एकचोटि यहाँदेखि छोडिदिए त लौ राख्नु भने अब यति टाढा कस्तै जाने मेरो कुरा सुन्नु नचम्किनु के नचम्किनु बन्द गर्नु मेरो दोकानमा बन्द गर्नु दोकानमा पनि बन्द गर्नु नेपाल सरकार त्यो पैसा दिनु फेरि ल्याउने दिनुहुन्छ पैसा धेरै छैन दुई चारवटा दुई चारवटा मेरो कुरा सुन्नु के सब छ यहाँ यता सुन्नु हजुरको दुई चारवटा थियो भने हुन्छ यत्रो मान्छेको एउटा माझमा हजुर यसरी भन्न मिल्छ किन भन्न मिल्दैन भएको बेला अनि यसमा के भएको बेला चाँदी ल्याएको छु र मैले हामी ड्युटी गर्न आएको हजुरसँग झगडा गर्न आएको होइन झगडा के गर्ने यत्रो सालपछि आएको म यहाँ मान्दिनँ पनि आउन म यहाँ राम्रो मनले भन्नु न बहिनी यसरी अन्त राम्रो मैले भन्दा राम्रो मैले बुझ्नु नि चिन्ता मना गरिदिनु यो मना छ त हामीले पैसा हालेर हामीले सिस्टममा छ यो पेनहरु त राख्नु फेरि दिनु पैसा फेरि म राखिदिन्छु खुसी खुसी राखिदिन्छु पैसा दिनु यहाँ फ्रीमा होइन पनि दुई चारवटा प्याकेट त छ तपाईले पनि बिहान गरेपछि एउटा बिहान किन त दोकानमा बिहान गर्नु यहाँ पनि बिहान गर्नु बिहान गर्नु पनि यता किन्न पाइयो यता किन्न ए भगवान इन्डियादेखि ल्याउनु पर्ने त यति सामानमा के भइरहेको त यति सामान लग्नलाई पनि यति गर्न आउँदा मिल्दैन एउटा सिओ पनि त सियो भने त दोकानमा बन्द गर्नु न नेपालमा नेपालमा बन्ने नेपालमा किन पाइयो बन्दैन भारतदेखि त आउँछ नि अनि सब चिज भन्सारबाट भारतदेखि मेरो कुरा सुन्न भारतबाट आयो ट्रक उठाएर नेपालमै कम्पनी यसका यसको कम्पनी नेपालमा छ नेपालमा छ मेरो बाबु कम्पनी छ त्यहाँ नेपालमा हजुर नबोल्नु किन नबोल्नु ड्युटी गर्न आएको ड्युटी ड्युटी गर्न आएको नगरी गर्नु न सामान के मैले के बोरी उठाएर ल्याएको ट्रक उठाएर ल्याएको त बिहान गर्न हजुरले हामीले यति दिउँ भने अर्कोले केही भन्छ अर्कोले दिन्छ हामीले काम गर्न ड्युटी गर्नलाई सहज गराइदिनु हामीले ड्युटी गर्न बच्चाको खुसीको लागि ल्याएको हो यो ठिक छ हजुर हामी अन्त जान दिनु फेरि न त पैसा दिनु फेरि यसको यति टाढादेखि ल्याएको मेरो कुरा सुन्नु बहिनी हजुरलाई यहाँको सबै मान्छेलाई मलाई थाहा पैसै दिन छैन लाग्यो म 20 सालपछि आएको यहाँ फर्स्ट टाइम आइरहेको छु म यहाँ दुई चारवटा त छ बेन गरेर चाहिँ हामीले बिहान के बिहान गरेर त यहाँ पनि गर्नु न बिहान पनि छैन यो त बाबुले चिन्मै खाइदिन्छ दुई चारवटा धेरै भयो भन्ने भने मिठाई र बिस्कुट यति ल्याएको छु यहाँ बच्चाको लागि पुरा बाल बच्चा राख्न दिमाग खराब के पैसा पराउने के फ्रीमा आउँछ के यहाँ और आउनु के यता सबै तँलाई किन जाऊ जाऊ यहाँदेखि किन्ने भयो अलग कुरा हुन्छ त्यहाँ टाढादेखि ल्याएको अरू भएको भन्ने पनि यहाँदेखि किन्यो केही अरू नल्याउने भनेर त लिएर आएको थिइनँ म यसको त छोडेर आएको छु म रुममा म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट परेको सामान त्यस्तोलाई ब्यान गरेको तपाईँले आफ्नो सूचना हेर्नु होला मेरो कुरा सुन्नु न बहिनी हजुरले न्युज समाचार हेर्नु भएको छ नि मेरो कुरा सुन्नु पता नि तपाईँहरूले के लगाइराख दिनु पैसा हजुरले बुझ्नु भएन पढे लेखेको मान्छे हो पढे लेखेको छैन
पढे लेखेको 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भनेको यो भन्सारमा पर्दैन बहिनी यो भन्सारमा पर्दैन त हजुरले बुझ्नु न यत्रो पढे लेखेको मान्छे किन नबुझ्नु मैले बिहान गर्ने फेरि नेपालमा किन खाइरहेको त बिहान गर्नु नेपालमा पाइयो क्या हजुरले पुरै बुझ्नु अच्छा वहाँ इन्डियाबाट के चियर हालेर नि यहाँ यसमा केही पनि त्यस्तो छैन छोड्नु के बच्चाको लागि हो भनेर अरूको लागि बच्चाको लागि सबै यसको खुसीको लागि लेख्छ समाचारमा हालिसकेको छ हालिसके त कहाँ हाल्नु किन हेर्नु खानेकुरा त हाले हैन यो नल्याउने चिज हो क्या हजुरले त्यो खानेकुराको त हाले हैन देखाउनु न खानेकुराको कहाँ ल्या अब हजुर ठिकै छ त्यति भन्दा त छोडिदिनु हेर तपाईँहरू पनि के हो पैसा खाने खोज्नु भएन नि अब अरु के काम पैसा खाएर पैसा काट्न नगर्नु यदि पैसा खाएर दिनु भने लैजानु मर जाएगा तो क्यों छोड़ू ऐसे छोड़ दूंगी पैसाको कुरा नगर्नुलाई है पैसा को लागि हो यो गरे अबे चुप लाग्न किन चुप लागो छोडिदिनु त हुँदैन हुँदैन किन हुँदैन तपाईलाई कानुन एउटालाई बराबर हुन्छ कि हुँदैन के कानुन यो कानुन यो के हामीले सुन गरेर ल्याएको कानुन हो अनि यो बिहान गरेछ भने बिहान गरेछ कहाँ गरे बिहान खा हामीले त थाहा छैन नेपालमा कहाँ बिहान गरे त्यस्तो त हेर्नु भएको छैन तपाईँ हामीले हेरे हम बिहान गरे फाल्तु में बिहान गरे